हेलो गाइज वेलकम छ मेरो नयाँ ब्लगमा र देख्न सक्नुहुन्छ आज म ग्वालीमा आएको छु गाइज गाई दुनुलाई हातमा बाल्टिङ लिएर गाइज देख्न सक्नुहुन्छ मजाले र म अब गाई दुनु छु तपाईहरु मेरो भिडियो सबै हेर्दिनु होला गाइज र यो म आज मेरो पुरानो भेटीमा आएको छु देख्न सक्नुहुन्छ गाइज गाई दुनु आएको छु म खै बाछा छोड्देऊ मेरो बुढीले बाछा पनि छोड्दिसकेछ देख्न सक्नुहुन्छ सो गाइज देख्न सक्नुहुन्छ हामीले फाइनली गाई दुइसक्यौँ र मैले फाइनली गाई दुइसकेँ र यो गाई देख्नुहुन्छ दुध एक बाल्टी यहाँ मेरो श्रीमती छ हाई गरमा हाई गर्दै हाई गर्दैमा यहाँ आएर सानो र गाई देख्न सक्छ हामीले गाई दुयौँ अब हामी रुममा घरमा गएर हामीहरूको काम हो गाई बलीको र अब हामी घरमा गएर स्पेसल दुध चिया बनाएर देशी तपाईँ खाने हो सानो हाई गर्दै देख्नु सक्छ गाई दुध अब हामी जाने घरमा गाई लिएर चिया पकाएर खाने मेरो पुरानो घर गएर देख्नु सक्छ यसको पछाडि म यस्तो ब्लग बनाउँछु तपाईँलाई यो ब्लग यो चाहिँ हाम्रो गाई बल्यो यहाँ चाहिँ हामीले गाई दुइसक्यौँ फाइनली गाई दुएर हामीले सक्यौँ तीनटा गाई दुएँ मैले तीनटा गाईको एक बाल्टिङ दुध तीनटा गाईको दुध र गाई हामीले गाई दुइसक्यौँ र देख्न सक्छ अलरेडी हामीले गाई दिएर हामी घर जाँदैछौँ यो चाहिँ हाम्रो गाउँको बाटो हो यो चाहिँ हाम्रो गाउँको बाटो हो देख्न सक्नुहुन्छ हामी गाई दुएर यही यहाँ घरको कुकुर र हामी फाइनली घरमा आइपुग्यौँ यो चाहिँ मेरो घरको बााउन्डरी हो यी मेरो छोरो बाबु हाई गर्दै यसको नाम हो आर्यन नेवार चिन्दी चोर हो यो कदाबिलको हाई गर सानो यो चाहिँ हामीको सानो गाई बाथरुम बनाएको छुइनँ मैले सिम्पल्ली यस्तो बाथरुम बनाइदिएर राखिदिएको छु घरमा हो बाबु यो दुध धरेर लिएर जाऊ नपोखिकन मम्मीलाई स्पेसल चिया पकाउनु मन र गाई चाहिँ मेरो सानो बाथरुम हो यो चाहिँ मेरो बारी हुन् यहाँ मैले सानो सानो तामुल पुली पनि लगाएर राखेको छु पुली देख्न सक्नुहुन्छ है यो चाहिँ तामुल पुली हो मैले बिउ राखेको र यता पछाडि मेरो स्कुटी छ मेरो बुढीको स्कुटी यहाँ मेरो सानो हिरोलाई बाँधेर राखेको छु फेरि देख्नुहुन्छ हेलो हेलो देख्न सक्छ गाई हाई गर्दै बेटा यसलाई चाहिँ हामीलाई बाँधेर राख्छु नि हाई गरिदिए यसले पनि तपाईँलाई हाई गरिदिँदैछु हाई यसको नाम हो डेनी 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 यसको नाम चाहिँ डेनी हो गाई देख्न सक्नुहुन्छ यसलाई मैले चाहिँ राखेको छु हाई गर्दैछ हजुरहरूलाई देख्न सक्नुहुन्छ यो चाहिँ मेरो पछाडि प्लेस हो त्यहाँ चाहिँ हामीले अब खाने धान डेम्लीमा राखेको छौँ देख्न सक्नुहुन्छ यो चाहिँ खाने भात धान डेम्लीमा छ यो साइकल स्कुटी छ र म तपाईँलाई मेरो भित्रको नजारा देखाइदिन्छु मेरो घरभित्रको नजारा चिया पकाउँदैछौ ल कारेन्ट रहेनछ यो चाहिँ मेरो घरभित्रको नजारा गाइस है यहाँको फ्यामिली हुनुहुन्छ देखाइदिन्छु यो म र मेरो श्रीमती यो भाउजू मेरो दाइको बुढी यो मेरो बुढी यो चाहिँ देख्न सक्छ फोटो मेरो अन्त यो चाहिँ मेरो दाजु ठुलो दाजु यो भाउजू यो म यो मेरो बुढी यो हामीहरूको छोराछोरी हुन् हामीहरूको मम्मी
म यो अहिले मसँग गाइदिनु गएको छोरी यो अहिले चिन्दी चोर भनेर देखाएको थिएन आर्यन नेवार भनेर छोरो गेटमा यो चाहिँ आर्यन नेवार आर्यन नेवार यो दाईको छोरी यो मेरो छोरो आर्यन नेवार देख्छु गाइस हामीहरूको सानो फ्यामिली गाइस अब फाइनल्ली हामी चाहिँ हो चिया खाने हो र यो चिया खाए पछाडि म फेरि अघिको गाई गोवालीको गोठमा जान्छु गाई खोल्नु र गोबर फेक्नु जान्छु अब चिया खाएर दुध लिएर हामी चाहिँ गाई दुध लिएर घरमा आइपुग्यौँ अब चिया खाने हो चिया पक्केछ देख्न सक्नुहुन्छ स्पेसली तरले छोरीले देख्नु झाडु गर्दैछिन् झाडु गरमा ए ए ए एउटा लाडले यहाँ झाडु गर्दैछ घर चा स्पेसल तर लाग्छ चामा तर लागेको छ चियामा खानु के चाहिन्छ के चाहिन्छ के चाहिन्छ साथीलाई चिया चाहिन्छ चिया शेष मैले खाइदिएँ तिमीलाई चिया छैन ल आर्यन हामी कहाँ गएको हामी गाई खोल्नु गएको गोबर सार्नु गएको कहाँ गएको गाई खोल्नु गएको अरु अनि गोबर सार्नु गाइस त हामी चियासा खाइयो अब गाई खोल्नु जाँदैछौँ गाईको गोबर फेक्नु जाँदैछौँ हामी देख्न सक्नुहुन्छ अब पुग्नु आँट्यौँ हामी गोठमा गाई